साथीहरू आज बच्चाहरू किन खुसी भन्छन् भन्दाखेरि आज चाहिँ म चाउमिन पकाउने तयारीमा छु। हेर्न सक्नुहुन्छ पहिला चाहिँ मैले गोपीसोपी काटेँ, त्यसपछि मेरो चाउमिन चाहिँ बोइल भइसकेपछि म चाहिँ धुनतर्फ लाएँ। अँध्यारो धेरै भइसकेको थियो, 9 बज्न थालिसकेको थियो, यस्तो धेरै धुवा पुतेल भएको कि त्यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ होइन। बच्चाहरू यति धेरै खुसी भएको कि मैले चाउमिन पकाउँछु आज भने माइजूले चाउमिन पकाउनुहुन्छ भनेर हामी खाने भनेर खुसी भएका। अनि त्यसपछि चाहिँ मैले तेल हालेँ, हेर्न सक्नु तेलको बच्चाहरू कतिखेर पाक्छ भनेर धुरी डाँडा गरे कि हामी पनि सानो हुँदाखेरि यस्तै गर्थ्यौँ कि कसैले केही पकाउँछ भन्दाखेरि यस्तै गर्थ्यौँ कि कोही कतिखेर पकाउने भन्थ्यो, गाली गरेर नेर्थ्यो कि त्यस्तै मलाई चाहिँ आज फिल भएको कि मलाई बचपना याद आएको कि यिनीहरूलाई देखेर है। रिसाउँदै उतातिर जाऊ अहिले पकाउँछु भन्न थियो, गर्मी धेरै थियो नि त। अनि त्यसपछि अर्को चाउमिन मैले पकाइसकेको थिएँ किनकि यो नपिरोवाला हो, अनि तिनी भान्जा भान्जीलाई चाहिँ नपिरोवाला खान्छ नि त, अनि त्यही भएर चाहिँ। अनि त्यसपछि अर्को चाहिँ पिरोवाला पकाउँदै थिएँ कि हाम्रो लागि हामी पिरो खान्छौँ त्यही भएर चाहिँ। अनि तिनीहरूलाई रिसाउँदै थिएँ अहिले पाक्छ के तिमीहरू पढ भन्दै थिएँ, अनि म चाहिँ यता पकाउँदै थिएँ चलाउँदै थिएँ। हेर्न सक्नुहुन्छ यति धेरै बचपना याद आएको तिनीहरूलाई देखेर कसम मलाई चाहिँ। म पनि पहिला सानोमा त्यस्तै गर्थेँ, पकाउ भनेर यताबाट डाँडा टोप्रे गर्थेँ कि म चाहिँ। तपाईँहरू गर्नुहुन्थ्यो थाहा भएन, तर चाहिँ मेरो चाउमिन चाहिँ यत्तिको भइसक्यो कुरा गर्दा गर्दै। कालो सस भेनिगर यताउता हालेँ, अजिना मोटाहरू धेरै खानु हुँदैन गरेर त्यही पनि हालेँ मैले। अनि त्यतिमैमा पकाइ पारेँ, हेर्नुहोस् स्वाद अनुसार नुन पनि हालिसकेपछि अलि मोलमाल पारेर चाउमिनलाई हेर्न सक्नुहुन्छ यत्तिको चाहिँ भयो मेरो चाउमिन साथीहरू। अनि चाउमिन पकाउँदा मेरो पसिना आएर हेर्नुहोस् यस्तो म नुहाइसकेको थिएँ कि पसिना थियो। लौ तिमीहरू खाऊ भनेर फटाफट तिनीहरूलाई पकाएर खुवाइदिएँ। अनि त्यसपछि हाम्रो चाउमिन आयो, दिदीलाई बाँड्नु भयो भने। अनि सबैजना हामी चाउमिन खान लाग्यौँ। हेर्नुहोस् यस्तो चाउमिन भयो थियो, मैले पनि खाएँ चाउमिन, सबैजनाले हामीले चाउमिन खायौँ। कसलाई चाउमिन मनपर्छ भन्नु होला कमेन्टमा। अनि लास्टसम्म मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू फर वाचिङ। यति छ मेरो